सससँग खाऊ न, सससँग मिठो छ। धन्न रेनकोट रहेछ र रेनकोटले बचायो हामीहरूलाई। हे गाइज, वेलकम टु माई न्यू भिडियो। दिस इज मी प्रमिला एन्ड आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै र आरामै छु। आज पनि नयाँ भिडियोको साथ म तपाईँ सामु आइसकेको छु। गाइज, अस्ति थोरै पैसा झिकेको थिएँ नि त। अब त्यो पैसाले चाहिँ भाइ र बहिनीले पार्टी चाहियो भन्दैछन्। अब त्यो पार्टीमा यिनीहरूले के माग गरेको छन् म त्यो दिनेवाला छु। सो आजको भिडियो पनि एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। पुरा भिडियो पनि हेर्नु होला। सो गाइज, मेरो बहिनीले चाहिँ यतातिर धुँदैछन् कपडा। बहिनी, आज हामी कहाँ जाँदैछौँ? बजार जाँदैछौँ मेरो ड्रेस लिनलाई अनि पार्टी गर्नलाई। प्लस कुन के पार्टी हुँदैछ आज? अनि त्यसपछि पिज्जा पार्टी। दिदीको इन्कमबाट आज त हामी जाँदैछौँ पार्टी गर्न। हामी मेरो कलेजको ड्रेस लिन, जुन चाहिँ बिग्रेको थियो। के गर्नु, काम त गर्नै पर्यो। काम गरिसकेपछि जान्छौँ। यो कुत्ताको ड्रेस हो यो चाहिँ। कुत्ता नभन बाबुलाई। मेरो भाइको ड्रेस धोइदिँदैछु। अब मैले धोइदिन्छु यसको ड्रेस। अनि त्यसपछि जान्छौँ। सो गाइस, मेरो बहिनीले भनिसकिन् अब हामी कहाँ जाँदैछौँ र के पार्टी हुँदैछ भनेर मेरो बहिनीको मुखबाट सुनिसक्नु भएको छ। सो हेर्दै जाम। अब मेरो भाइ पनि जाने भनेको छ। के सिन हुन्छ सो हेरौँ। तर एकदमै गर्मी छ कि आज, लास्ट एकदमै गर्मी छ। हो कि नै बहिनी भन त? त्यही भएर अलि साँझ बेलुकातिर जाने भनेको छौँ। लगभग 3:30 त भइसकेको छ। अब बहिनीले कपडा धुन्छन् अनि म नुहाउँछु सर पारेर। एकदमै गर्मी छ। अनि अब त्यसपछि हामीहरू जान्छौँ। पुरा भिडियो भने हेर्नु होला। गाइस, हामी चाहिँ यहाँ रेडी भइसकेको छौँ जानलाई। अब चाहिँ हामी जान्छौँ। मेरो बहिनीको लुक यस्तो छ अनि मेरो भाइको लुक यस्तो छ। जाने अब बाबु? रेडी? चलो गाइजहरू। अनि त्यसपछि मेरो कपडा बिगारेर पराइन होइन। अनि यस्तो रिस उठेछ, त्यसलाई देखेर के गर्ने हो र। हेर्नुहोस् गाइज, हामी पानीले भिजिसकेछौँ। यहाँ यस्तरी आथ्यौँ। गाइस, पानीले भिजायो गाइस। हामी चाहिँ लिएर अब घर फर्किँदैछौँ। पानी परिरहेछ गाइस। यहाँ त धमाधम पानी परिरहेको रहेछ। अब हामीहरू कसरी जान्छौँ घर? हामी चाहिँ अहिले यहाँ यसरी भिज्दै आयौँ। पानी परे पनि धन्न रेनकोट रहेछ र रेनकोटले बचायो हामीहरूलाई। अनि यहाँ पुरै भिजिसकेपछि यो अलिअलि। बाबु, तिमी भिज्यौ त? पुरै कपाल पनि भिज्यो, कौडा पनि भिज्यो। कौडा पनि भिज्यो बाबुको, त्यति त भिजेन। अब चाहिँ हामी यहाँ खाँदैछौँ। हाम्रो पिज्जा पार्टी हुँदैछ। पछाडि यसरी डिउ हाल्दैछिन् है मेरो बहिनीले। चेयर्स गाइस। लुगा लाग्छ तर केही हुन खाए पनि छिटो खाम गाइस। त्यसलाई सकेछ। अब मेरो मम्मीले पनि ट्राई गर्नुभयो, मेरो भाइले पनि ट्राई गर्यो, मेरो बहिनीले पनि ट्राई गरिन्। कस्तो लाग्यो भन त ल? एकदमै मिठो। सससँग खाऊ न, सससँग मिठो छ। सससँग एकदम मिठो छ। मम्मी कस्तो लाग्यो? साथीहरू, अब चाहिँ म पनि ट्राई गर्छु है कस्तो छ। तातो नभएर मिठो नभएको होला के हो सायद। एकदम मिठो खा। तर मेरो मम्मीलाई मिठो लागेन गरे पुरै। मेरो मम्मीले यस्तो खानु न कि, त्यही भएर पनि होला होइन। मिठो खान अब हामी खान्छौँ है गाइस। अब चाहिँ मेरो बहिनीले हामीले बजारदेखि के ल्यायौँ भनेर देखाउँदैछिन्। ल्याउनु पर्ने सामान त त्यस्तो केही थिएन। त्यही ड्रेस, खासमा हामी त्यही ड्रेसको लागि गएको थियौँ। अब म कलेज जान्छु भनेपछि कलेजको लागि थोरै केही सामान त ल्याउनु पर्यो होइन। मेरो कपालको लागि हामीले लियौँ सुरुमा यो काँटा। त्यसपछि फेरि अर्को चाहिँ रबर। यति जग्गालाई पनि कति पर्यो? 100। मतलब एउटालाई 50 अरे। कस्तो चुतिया छ नि यार। रोक्न यसरी देखाम, यसरी। मम्मी सुत्नु भइसक्यो, अहिले डिस्टर्ब हुन्छ। अलि बिस्तारै बोल्छौँ, भोइस एडजस्ट गर्नु होला। त्यही पनि मेरो भोइस अलिअलि गुजु गाइरहेछ कि। मेरो घाँटी दुखिरहेछ भनेको थिएँ कि मैले अस्ति। मैले त्यसैमा चिसो खाइदिएँ। मेरो यहाँ स्वर सुकिरहेछ आज। अनि मेरो बहिनीले यो के भन्छन् यसलाई? वाक्स स्टिक कपालमा लगाउने। कपालमा लगाउने यस्तो लागेछ। यो बस्दो रहेछ कि साथीहरू यस्तो। यसलाई यहाँदेखि यस्तो निकाल्नुपर्छ यसलाई भित्र। तर यो बस्दो रहेछ कि। तर मलाई नुहाउनु छैन, तर म लगाइदिन्छु।
यस्तरी ओइ यो सेतो फेरि लाउनुभयो तपाईँले ए यस्तरी बस्दो रहेछ कि छप्पक्क पारेर त्यो ब्याडी लुक हुन्छ नि अब यति अब त्यो चाहियो त्यो कि कसरी बन्द गर्छ मलाई अब यो बन्द यहाँदेखि धकाल्नु पर्छ के धेरै निकाल्नु हुँदैन यो ठिक्कैको अनि त्यसपछि यो यति बनहरू बनाउनु छ भने यस्तो छ भनेपछि यो चाहिँ एकदमै पर्फेक्ट हुन्छ अनि पुरानोवाला यहाँ छ है अनि हामीले नयाँवाला ल्याएको छौँ आई होप तपाईँहरूलाई आजको भिडियो मन परेको छ भने लाइक कमेन्ट र सेयर गर्न नबिर्सिनु होला साथीहरू मेरो भएस यहाँ ढौढौ पनि भइसक्यो सो भेटौँला नेक्स्ट भिडियोमा टिल देन टेक केयर ओके बाई गाइस यसरी नै भिडियो हेर्दै गर्नु होला र मलाई माया र सपोर्ट गरिदिनु होला सो ओके बाई गाइस बाई गाइस बाई गाइस बाई पानीले खिच्यो गाइस